हेलो गाइस, बिहानीको मर्निङको चाहिँ अब तपाईँलाई दृश्य देखाउन गइरहेको छु र अहिले चाहिँ फिलहाल 2 बजिसकेको छ हो। घडी पनि देख्न सक्नुहुनेछ 2:13 र म चाहिँ टाइगर हिल गएको। त्यसको साथसाथ यहाँ मेरो चाहिँ एकदम फुटबल लाइभ भइरहेको छ। मेक्सिकोले 2 हानिसकेको छ हो। हुँदै गयो हुन्छ हो। म चाहिँ गेस्ट भन्नु गएको अब बजार सिधा टाइगर हिल जाने हो र भेट्दै गर्नु होला गाइस। अब यस्तो छ जिन्दगी, अब ड्राइभर लाइफको जस्तो चाहिँ सोच्नु पाउँदैन हो। के गर्नु अब लाग्यो त गाइस, म चाहिँ लागेँ। अब तपाईँहरूलाई डाइरेक्ट बजार पुग्दा मात्रै देखाउने छु, किनभने अब यो अन्धाकारको सिनहरू चाहिँ देखाउनु भएन होला हो। त्यही भएर भेटौँ गाइस। अब म त फुटबल हेर्दै जाने हो। रातिको चाहिँ यस्तो छ नजारा हाम्रो गाउँको हो। फुटबल हेर्दै एकदम लाइभ चलिरहेको छ हो। र यो चाहिँ हाम्रो आकुको होमस्टे। गए फुटबल हेर्नुहोस् तपाईँहरू पनि। म त यो म्याच हेर्नु त यस्तो अल्छी लाग्यो। फर्स्टै म्याचमा साउथ अफ्रिकाको टिमले चाहिँ 2 जना प्लेयरले चाहिँ रेड कार्ड भेट्यो क्या। रेड कार्ड भेट्यो अन्त एकजनाले पनि होइन, 2 जनाले रेड कार्ड। गाडी चाहिँ चलाउनु पर्यो, फुटबल चाहिँ छुट्नु भएन है। र साउथ अफ्रिका चाहिँ हारेको जस्तो लाग्दैछ हो। 7 मिनट मात्रै छ अब हातमा यिनीहरूको। विश्वकप में बेहतरीन रिकॉर्ड रहा है घर पर मेक्सिको का, उसको और बरकरार रखती हुई। अब ये 10वां मैच है। निन्द्रा लागोस् कि नलागोस्, गाडी कुदा कि नकुदा हो, फुटबल चाहिँ छोड्नु भएन। फुटबल चाहिँ अब हुनै पर्यो नि त। अब हार्यो साउथ अफ्रिका, मेक्सिकोले जिते फर्स्ट म्याच। तर म टाइगर हिल गएको, कस्तो पानी परिदिएको, यस्तो पानी परेर बिजोक अब हो। यस्तो त हुन्छ अब। गेस्टहरूलाई मैले राम्रै भनेको, धुम्मा लाग्यो भने पानी पऱ्यो भने के गर्छस् भनेको, जान्छु है भन्छ हो। अब के गर्नु अब। हरेस भाइ नि हरेस, म त अब टाइगर हिलमा गएर सुत्दिन्छु नि। अब के गर्नु अब। जारा हिमास्ताको ड्राइभरहरू पनि सबै सुतिरहेछ नि। सबै सुतिरहेछ नि। यहाँ अगाडि चाहिँ पानीको गाडी, दुःख गर्नेहरू चाहिँ यस्तो हुन्छ। र यहाँ चाहिँ एकदमै बाक्लो पानी परिरहेको छ हो। अब के भन्नु, आजको मेरो मुडै खराब भइरहेको छ। अब यस्तो पानी पर्दैछ अब हो। त्यसलाई गेस्टहरूले जान्दिनँ भने त फेरि जबरजस्ती भए पनि लान्छु अन्त। मलाई त यहाँ निन्द्रा डिस्टर्ब गऱ्यो हो। तिनीहरूको पनि अन्त निन्द्रा डिस्टर्ब पारिदिन्छ अन्त। फाइनली घुमी स्टेसन आइपुगिसक्यो। पानी चाहिँ एकदमै बाक्लै परिरहेको छ हो। फाइनली म चाहिँ यहाँ होटेल बाहिर छु। पानी चाहिँ परेकै छ। गेस्टहरू पनि रेडी हुँदैछ अरे हो। यस्तो जिन्दगी। अहिलेको लगभग 3 बजेर 4 मिनट गइसक्यो। वेदर चाहिँ यस्तो है। हरेस
टाइगर हिलबाट चाहिँ फर्के पानी परेर हो सबै कालो देखिरहेको छ त्यही भएर चाहिँ देखाउनु मन लागेको छैन अगाडि मात्रै हेर्नु छ ऊपर से दो रास्ता है उधर से गए फोटो खींच रहा है फोटो शूट बाबा जाएंगे कैसे ड्राइवर क्या कर रहा है इतना ट्रिपल लाइन बना के रखा है हेर अब जबरजस्ती हाल्नु खोज्यो अब जाम भएको माथि सानो सानो त भिड छ अन्त यस्तो डबल लाइन ट्रिपल लाइन हालेर यस्तो गरिदिन्छ हो जाम अन्त यहीँ गाँठो परिरहेको छ यहाँ चाहिँ के भएको यस्तो गाँठो परिरहेको छ यहाँ पनि यस्तो जाम भइरहेको छ हाम्रो टट यसो अब ड्राइभर अब भएर क्या त अब मिसअन्डरस्ट्यान्डिङहरू भन्ने पनि बुझ्दैन क्या त राइटमा पनि राखिदिन्छ लेफ्टमा पनि राखिदिन्छ अन्त हो जाम हुन्छ अन्त यसरी अन्त दुःख पाउँछ हामीले नै म सबै ड्राइभरहरूलाई चाहिँ भनेको होइन है एक दुईजना ड्राइभरहरू हुन्छ कि यस्तो गर्ने त्यसले गर्दा त्यस्तो हुन्छ त्यसलाई हेर कहाँ पुग्ने अम्बो यसरी राखिदिन्छ सिट बेल्ट बहुत तंग करता है लौ त अब जाम सुरु भयो हरेस हरेस ल यहाँ चाहिँ मेरो गेस्टहरू निस्किसकेको छ अब फोटोसुट हुँदैछ हो यहाँ भाइ पनि छ सानो नानी हो यहाँ चाहिँ मैले पाल्जो दालाई पनि भेटेँ हो र यहाँ छ पाल्जो दा चाहिँ र उहाँको गाडी चाहिँ यहाँ छ ब्राजिल पार्टी छ यहाँ ब्राजिल पार्टी चलो दर्शन आप वहाँ बैठ जाना मिस कर दिया भाई भयंकर मजा नहीं आया कसरत दोबारा होगी ब्राजिल टीम अभी भी कह रहे हैं एक बार हुआ है भाई आइपुग्नु भयो लक्ष्य को भेजो दर्शन भाइ टाइगर हिलबाट आएको एक साथी भेटिहाल्यो ब्राजिलको रहेछ उहाँ पनि म पनि ब्राजिलको सपोर्टर हो तपाईँहरूले पनि ब्राजिललाई सपोर्ट गर्नुहोस् आज होइन मेरे साथ बैठा था आज भयो त भयो हाइलाइट हेरेँ नि लाइभ हेरिदिएको नि म सिधा हो के भन्छ त हेर्दा आइदिएको नि हेर्छ भने हेर्नु नि त हाइलाइट सब्सक्रिप्सन किनेको छु ए भोक लाग्यो मलाई त त्यस्तो त ल त गाइस सेकेन्ड म्याच पनि सुरु भइसक्यो यहाँनिर कोरिया र उसको र म चाहिँ यहाँ गाडीमै जाममा हेरिरहेको छु अहिले हो गेस्टहरू पनि यहाँ छ गेस्टहरू सबैजना यहाँ छ र अहिले चाहिँ यस्तो बिजक भइरहेको छु हो एक त पानी परेकै एक त गेस्टको नानी बिमार भइदिएर फेरि हो अब होटल जाउँ भनेर भन्दैछ नानीलाई सुताउने अरे जाति भएन भने चाहिँ जान्दिनँ भनेर चाहिँ घुम्नु पनि हो
आज विचारहरूको घुम्ने क्यान्सल भयो अब बल्ल बल्ल जापानिज टेम्पल र उयो बतासे मात्रै देखाएको थिएँ छुट्टी भयो अब अब त्यस्तो गर्नु हुँदैन अब भोलि अब आजको बदला फेरि भोलि गराउनुपर्छ हो भोलि चाहिँ लामाहट्टा छ तर लामाहट्टा जानुभन्दा अगाडि चाहिँ जू र घुमनासी चाहिँ देखाएर जाने हो नि त अब त्यही भएर म तपाईँहरूलाई देखाउने छु ल अब खै तपाईँहरूलाई देखाउने छु मात्रै भन्छु म हो देखाउनै पाउँदिनँ गेस्टहरूसँग हो घरि गेस्टहरू सुतिरहेको हुन्छ अब सुतिरहेको त निकाल्नु भएन विचारहरूको र पनि हेर्नु मेरो पनि त आँखा रातो भएछ आज त यहाँ निन्द्राले साह्रो पारिरहेको छ हो टाइगर हिल परेर हेर्नै अब ल अब अगाडि अहिले हो अड्किँदा बल्ल बल्ल आइपुग्यो स्टेसनमा आज त जानमै गुजर सबको निन्द लगाएन मेरा त आँखा लाल लाल हो आप भी सो जाना अभी थोड़ी देर सुबह तो कुछ खा के भी नहीं आया होगा सीधा निकाल के आया दादाजी कुछ करते हैं आपका घर के हटिँदैन त होटल पुगिसके रुकने की जगह ही नहीं था कितना टाइम है अभी टाइम टाइम तो 12 आपका 12 बजे निंदा लगे निंदा ये नहीं है ये हल्का है एक खाता और था ना जो आप लेके आए थे अच्छा गेस्टहरू चाहिँ गयो खै मलाई घर जानु पनि भनेन अब एकछिनबाट फोन गर्छ होला अब एकछिन सुत्छु गाडीमै टाइगर हिलको निन्द्राको कमाल हाम्रो एकपट्टिको आँखा रातो भइरहेछ नि त
अब लास्ट टी गार्डन छ, जू पनि जाँदैन, ढुक्कै लाग्यो। आयो गेस्टहरू पनि आयो। यस्तै छ अब जिन्दगी, निन्द्रामै कुदाउनुपर्छ अब यसरी गाडी हो। त्यही भएर गाडी चाहिँ नसिक है। वो छुर्पी बोलता है ना, वो भी बहुत हार्ड होता है। जिसका दांत स्ट्रांग है ना वही खा पाता है, अगर जिसका स्ट्रांग नहीं है तो इसका गिर जाता है। मेरा ये गिर गया। अच्छा उसे कैसे गिरा? मेरा ये यस्तो डरलाग्दो जाम छ, सिंहमारीपट्टि त्यस्तो डरलाग्दो जाम छ हो। हामी चाहिँ यहाँ खाएर त निन्द्रा नपाए जस्तो भइरहेको छ। पछाडि ग्यास पनि बिचार सुतिरहेको छ। सबैको आज निन्द्रा डिस्टर्ब भइरहेको छ, सुतिरहेको छ। दुईजना त अझै रुममै बस्यो हो, दुईजना त चायपत्ती खरिद्न आएको अरे हो। तर एकदम थाकिरहेको छ। म पनि त्यस्तै भइरहेको छ, आँखै मिलाउने भइरहेको छ। त्यस्तै साह्रो छ जिन्दगी। अब यो जामले त अन्त लेबुङ सुक्छ अन्त सानो डरलाग्दो जाम छैन त हौ। जता हेऱ्यो त्यतै जाम, फर्किँदा पनि जामै जाम। अझ आउँदैछ हेर अन्त। आज चाहिँ जाममै बित्यो, 4:30 भयो अन्त। फाइनली होटल आइपुगे, आराम से खाना खाएंगे। वो चिल्ला रहे हैं ना, अच्छा, हम लोग लंच के लिए बोल कर गए थे। शायद वो लोग भी नहीं खाया होगा। नहीं उन लोग को थोड़ा रेस्ट करना होता है ना, अच्छा। ऑब्वियसली जो आदमी काम करता है वो थोड़ा रेस्ट तो करेगा। हाँ यही पे ये ठीक है। अप्पा पहुंच गए। चाय पत्ती रात को बोल दीजिए। आप लेकिन जल्दी सो जाओ। उफ, आमामाम निन्द्रा लागिसक्यो, भोक लागिसक्यो। कति बज्यो टाइम? 4:46। भोकै छ, अहिलेसम्म खाना पनि खाएको छैन। ड्राइभर लाइफ त यस्तो हुन्छ। अया ल अब चाहिँ म त गएको हो। आज चाहिँ मेरो भिडियो लामो भएको छ। अब फेरि भोलिको नेक्स्ट भिडियो, भोलि लामो हट्टाको भिडियोमा भेट्नु छ है। ओके बाई गाइस।